दर्शकवृन्द नमस्कार, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल रिभ्यू संसारमा। सदा चाहिँ आज पनि भुन्टी सिरियलको नयाँ रिभ्यू लिएर हजुरहरूमाझ फेरि पनि उपस्थित भइसकेका छौँ। हामीहरूले ल्याइरहेको रिभ्यू भिडियो हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया तल रहेको खाली कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला। दर्शकवृन्द बिचारी भुन्टीलाई के नभयो होला जब यता भूपेन्द्र र भूमिकालाई सबै परिवारले यता भुन्टी भित्र गएर सुतेकी छिन्। यसले हाम्रो कुराहरू सुनिनन्, यसलाई हामीहरूले जसरी भए पनि जेल पुर्याउनु पर्छ भनेर सबैजना लागि परेका हुन्छन्। तर यता लामो समयसम्म पनि भुन्टी नआएकोले गर्दा त्यसपछि भूपेन्द्रले आफ्नो श्रीमती कहाँ गइन् त भनेर जब भित्रपट्टि हेर्न जान्छन्, भुन्टी भुइँमा पल्टिरहेकी हुन्छन्। हो दर्शकवृन्द, आखिर भुन्टीले यो सबै के गरी होलिन् त? के साँच्चीकै भुन्टी भुइँमा बेहोस अवस्थामा लडेकी होलिन् त? दर्शकवृन्द, पछिल्लो भुन्टी सिरियलहरू तपाईहरूले त पक्कै पनि हेर्नुभयो होला। बिचारी भुन्टीलाई कति धेरै दुःख कष्टहरू भइरहेको हुन्छ। उता गाउँमा आफ्नो आमा बिरामी परिरहेकी छिन्, दाइको जिन्दगी पनि त्यस्तै भइरहेको छ। टोक्लेले विवाह त गरे, तर यति बेला श्रीमतीको साथ भने पाएका छैनन्। तिनै श्रीमतीले टोक्लेको कुरा अहिले काटिरहेकी छिन्। पैसा कमाउनुस्, मलाई खुसी बनाउनुस् भनेर उनीले भनिरहेकी छिन्। जताततैबाट भुन्टीलाई हेला अनि अपमानहरू मात्र भएको कारणले तनावमा आएर भुन्टीले कतै गलत कदम पो चालेकी होइलिन् त? दर्शकवृन्द, यो सबै कुराहरू थाहा पाउनुको लागि त हामीहरूले अर्को भाग पर्खिनु नै पर्ने हुन्छ। तबसम्मको लागि मलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, जय नेपाल।